हेलो गाइज, वेलकम टू माई सर्ट भिडियो। आज चाहिँ हामी नास्पाती टिप्दैछौँ। चढ चढ गाइज, हाम्रो चाहिँ अघि नै त्यो हेर्दा हेर्दै त्यो केरा ढल्यो कि केरा के भएर ढल्यो आई डोन्ट नो, तर ढल्यो। हामी चाहिँ अहिले यहाँ नास्पाती टिप्न नास्पाती पुरै यो चराले अरिहलले खाएर पुरै यो यस्तो भयो, पुरै चराले खाएर झरे हो। यहाँ चाहिँ हामी सानी केटी हिँड पिनिसा नमस्ते गरिदिउँ। यिनको हालत देख्न सक्नुहुन्छ। यिनी भयो यहाँ घिस्रेको गिर्सी, उनी चाहिँ उहाँ चढेर भ्याइसक्यो। हेलो भन् परबिन, हेलो भन्न, हेलो भन्न। देख्न सक्नुहुन्छ नास्पाती चाहिँ अझै त्यति ठुला भएनन्, ठिक ठिकैको छन्। अस्ति नै मतलब त्यति सानो नि होइन, 2-3 वर्ष अगाडिकै यो। अब म त सानै थिएँ के अरे, सानो हुँदा त यो रुख त ठुलो लाग्ने के अरे। अनि म चाहिँ यहाँबाट हो के लोटेको, यो छ नि, म झर्दै थिएँ, यहाँ टेकेँ, यो किम्लाले खाएको उस रहेछ। अनि सिधै तल उहाँ तल कस्तो भएको थियो, उहाँ तल सिधै झऱ्यो एउटा नास्पाती। मस्तै टिप है, उहाँ हेर्नु त कति छन् नास्पाती। गाइज, परबिनले चाहिँ नास्पाती टिपेर भ्याइसकेको छ। अब झर्ने कार्यक्रम हुँदैछ। यो रुखमा फेरि यति किम्ला खान कुरै नगरौँ। हेर्नु त यहाँ यस्तो किम्ला खान। अस्ति म चढेको थिएँ, यस्तो किम्लाले आज त कम छन् अलि। अस्ति त रुखैभरि भएको थिएँ, के गर्ने र। यहाँ चाहिँ हाम्रो कुखुरा काट्ने ठाउँ हो, कुखुरा काट्ने पखाल्ने। यो चाहिँ सानी केटी हो, सानी केटी उहाँ हुम्बे। हेर्दा यसको हालत, यसलाई यहीँ नुहाइदिन पर्ने भयो, यसलाई यहीँ नुहाइदिन। हरिएर गर्छ सरर गाइस, हाम्रो झरो नास्पाती। झर्न नसकेको अवस्था, झर्न नसकेको होइन, किम्लाले परबिन त हाँको अलि हेरेर टेकै कि किम्लाले खाएको नि हुनसक्छ क्या। त्यहीँ अड्के रहेछन् क्या पुरै नास्पाती। यहाँबाट यसो खसल खसल पार्दो। ह्याप्पी सटरडे गाइज। मैले चाहिँ के देखाऊ मलाई पनि थाहा छैन। के देखाऊ मतलब मेरो मुख देखियो कि देखे होइन मलाई पनि थाहा छैन। कामल देख्थ्यो है। म चाहिँ अब घर जान्छु। गाइज, मैले चाहिँ यति लिएर आएँ, यति टिप्यौँ हामीले चाहिँ के देखेन। हामीले यति टिप्यौँ, फाइबर चाहिँ ठुलै हो। यहाँ चाहिँ हामीले कुखुरालाई बारेको, पहिला यस्तो बार्थेन। हाम्रो यो कुखुराको खोर हो। कुखुरा पनि यत्रो भइसक्यो। आधा गरम लगाएर के गर्ने। अनि यो चाहिँ हाम्रो बारेको थिएन, हामीले कुखुरालाई बारेको। यो अझै फुल कम्प्लिट भएन। अनि यता पनि हाम्रो अर्को कुखुरा खान यहाँ ठुला बहन, अनि काट्ने बहन लगभग 3 किलोको हो एउटा कुखुरा। 3 किलोको नभए पनि 2 त्यस्तै छ, 2 किलोको त छ। हाम्रो चाहिँ लोकल कुखुरा पनि खाने आई।
लोकल लोकल कुखुराको अन्डा पनि छन्।